ल गाइज भ्लग सुरु भइसकेको छ। यहाँनिर आज मोमो कम्पिटिसन हुँदैछ है। यहाँनिर मोमो पाक्दैछ अनि एउटा बेल्ने, एउटा सिकारु, एउटा प्रोफेसनल। ल दा यता एक लुक मोमो पाक्दैछ। ल अब हामी दक्ष तथ्यका साथ तपाईहरुलाई लाइभ देखाउँछौँ मोमो कसरी बटारिन्छ भन्ने कुरा एकछिन है। एकदम त्यो गरेर जुम गरेर फेरि दादाको पुरै स्टेप देखिन पर्यो सिक्न पर्छ हेरेर भिडियोमा। क्यामेराम्यान हो नि त यार म यार। ल है गाइस घरमा बनाएर स्वादिष्ट मोमो खान सकिन्छ अनि त्यसलाई हामी सम्झिनु। अब इन्ट्री हुँदैछ मोमो बनाउने महाखुङखार व्यक्तिका खुङखार बुढी। ल जानु जानु कस्तो र। ल उहाँको फेस रिभिल हुँदैछ। ल एक लुक ल आज यहीँको कारणले मोमो खाने प्लान बन्यो है। सिकारुलाई उहाँ लुगी एक दुईटा ट्राई हान्छु भन्दै सिकारीको मोमो हामी देखाउन गइरहेका छौँ। कुन चाहिँ हो सिकारीको मोमो। आमा देख्नुहोस् इन्टरनेसनल मोमो। तपाईँले 10,000मा खान सक्नुहुन्छ एउटा मात्रै। अवार्ड ल हेर्नुहोस् यही हो। ल अनि हाम्रो दर्शक कता गई। ल पछाडि खुकुरम पनि देखिरहेको छ है। आम्बो क्यामेराम्यान म चाहिँ देखिनँ कि नि। ठिक छ गाइस यो आवाजले गर्दा तपाईँले मलाई चिन्न सक्नुहुन्छ। म हजुरकै प्रिय मिस्टर मेघराज ओली उर्फ सुमन ओली भनेर चिने व्यक्ति हो। नाहा मेन प्लेस डोकोमा काम गर्दै आउनु होला हजुर आउनु होला भन्दै बिचमा यो प्रचार हो कि एड हो। तर दाइ म भित्रको त्यो मसला हुन्छ नि तर लुकाउन सकेन यार। देख्नुहोस् सिकारुका कुरा सुन्नुहोस्। मसला लुकाउन नसकेर उनी खतरा जान्ने व्यक्तिसँग सिकाइ माग्दै ओ हेर्नुहोस् उसको मनमा नै भन्दैछन् अब हेर्नुहोस् गर्दा गर्दा बेल्ने मान्छेले नि बनाउन लागिसके। देख्न सक्नुहुन्छ मान्छे ईर्ष्या भन्ने यही हो। अहिलेको अहिले अर्काले गरे दिखान नसक्ने ठाउँका ठाउँ बेल्दा ऊ सिकारुलाई बेल्न गराइकन हेर्नुहोस् हजुर। अब मोमो यहाँ ट्रक बन्छ। अब खाउला म मकैबारी धराम ल प्रोलाई चाहिँ अलिकति अब यहाँ नपुगेको कारणले सुस्ती गर्दै हुनुहुन्छ। एक क्वार्टर त नभनौँ एक बिरको हानेर अलि फिलिली भइसक्नु भयो उहाँ। एक बिर्कोले अनि म अलिकति अब क्लोजअपबाट अलिकति दूर जाँदैछु। दूर तपाईँहरू लङ रेन्जको हेर्न सक्नुहुन्छ भिडियो। सुन्तला बोक्रामी छ नि त जानु। मेरो भिडियो तपाईँले खिचाइ हेरेर तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ। यति क्वालिटी त्यही पनि मोबाइलबाट खिचिरहेको छु गाई। आइफोन होइन यो एन्ड्रोइड हो। रोटीको नजिकमा लिएन देख्नुभयो सिकारुले अब नजिक बोलाउँछ गाँठ। पाकेको त मेरो काम हो नि त अहिले। ल गाइस प्रो भनेको यस्तो हुन्छ हेर्नुहोस् घोटेर पुरै डिजाइन बुट्टा भर्दै आमा अब तपाईँलाई म डिफ्रेन्ट एङ्गलबाट देखाउँदै गइरहेको छु। अब म अगाडितिर बढेँ मेरो पनि सानोतिनो काम छ अरे म देखाउँछु नि त। ल मामा पाक्दै गरेको अवस्थामा अनि एकछिनपछि स्वादिष्ट मोमो खाने गर्दछौँ हामी। ल पोरोलाई सबैले बोरो भनेर निकालिसकेका छन्। अलराम बज्यो ढ्यान ल दाइ निकाल्नुहोस् त चट्ट मोमो निकालेको नि तपाईँलाई गराम न।
उहाँ भ्लगका मेन व्यक्ति नै उहाँ हुनुहुन्छ, चिन्नुहुन्छ कि नै तपाईँहरूले? मेन नाइके। यदि तपाईँलाई तगडामा काम गर्ने मन छ भने उहाँलाई सम्पर्क गर्नु होला। सम्पर्क नम्बर उहाँको हाम्रो बायोमा राख्ने छौँ। अनि अलार्मको घन्टी सुनिसकेको छ, भित्रबाट को कराउँदै अलार्म बज्यो भन्दैछ, हेर्न सक्नुहुन्छ। डेडिकेसन, मोमो बनाउनु डेडिकेसन भनेको यो हो। सानोतिनो मान्छेले मोमो बनाउनु सक्ने ल हेर्नुहोस्, अब उहाँ मोमो झिक्दै हुनुहुन्छ, होममेड मोमो। हामी कहाँ है ल मोमो ल है ल। अलार्म प्लिज, भित्र एउटा गुपचुप मान्छे हुनुहुन्छ, उहाँले अलार्म बन्द गरिदिनु होला भन्न म अनुरोध गर्दछु। एकछिन नजिकै छ। ल हेर्नुहोस् मोमोको झिकाइ हेर्नुहोस्। त्यो मोमो भन्ने कुरो यति सेफली झिक्नु पर्छ, त्यो दायाँमा टुट्यो फुट्यो पनि मिठो हुँदैन फेरि। हेर्नुहोस् अब यसलाई ठाउँ सानो भयो जस्तो छ। हेर्नुहोस् अनि ल हेर्नुहोस् मोमोको झिकाइ। त्यो थाकिने हो भने त कान किने चाहिँ गर्दैन पर हजुरलाई हामीले फुलमाला लगाएर स्वागत गरिनेछ भन्दै होइन, फुलमाला लगाएर स्वागत गरिन्छ भनिरहेको छु मैले। ल अब नजिकबाट क्लोजअप सट हजुर हेर्नुहोस्। मोमो यसरी झिकिन्छ, टुक्रुको यहाँ राखिन्छ, त्यहाँबाट टिपिन्छ, यसरी आउँछ यहाँ। ए देख्नुभयो तातो तातो बाफिलो मोमो। ल हेर्नुहोस् मङ्ग बसाइरह। ल झिक्ने मान्छे उहाँ। ल अब यो सर्ट हेरेर एकछिन पज हुन्छ र हामी एकछिनपछि नेक्स्ट बान हाल्ने बेला लोकेसनमा आउँछ। सुरुवात हुँदैछ, दोस्रो बान मोमो जाँदैछ। ल है तपाईँले होइन हाम्रो प्रोलाई शान्ति नसम्झिनुहोस्, नाइकको मजा हजुर तपाईँहरू होइन, नाइकको मजा तपाईँहरू हेर्ने मात्र हो, हामी लाएर हिँड्छौँ। हेर्नुहोस् त्यही गाली ठोक्नेलाई त फेरि यस्तो फुलमालाले स्वागत गरिन्छ नि होइन। हामीले हजुरहरूलाई बनाएको भिडियो है यो, यसमा हामीले तपाईँलाई सन्देशमूलक कुरा के गर्न चाहन्छौँ भनेपछि मोमो बाहिर गएर किनेर पनि खान सक्नुहुन्छ है, त्यसमा ठुलो कुरो छैन, समय पनि बच्छ। तर अजिनोमोटो बिनाको मोमो भन्ने कुरो तपाईँले घरमा बाहेक बाहिर पाउनुहुन्न। ल अब यो उठिसक्यो, यस्तरी बोकेर लगिसक्नु यहाँले। सर लगेर बसाल्ने हजुर उहाँ हेर्नुहोस्। अब यी यो राखेर ग्यास बालेर ढक्कन टुक्लुक्क लगाइसकेपछि अब हामीले चाहिँ अलार्म सेटिङ गर्दैछौँ है। अब एकछिन अलार्म सेटिङ गर्छौँ, एकैछिन रोक्नुहोस् र सुन्नुहोस् यहाँ कुरा। हे सिरी, सेट अलार्म फर 15 मिनट। देख्नुभयो टेक्नोलोजी। 15 हो। ल हाम्रो प्रोफेसनलजीलाई चाहिँ अलिकति गोल्डन जित चाहिएको हुनाले उहाँ गोल्डन जितको पावरमा आज जित बिना यहाँ केही हुन्न। ल उहाँले एक खुराक दिइसक्नु भएको छ, अब बचेका तिनी भाँडासाँडा यहाँ त टेन्सन नगर्नुहोस् हजुर। ल एकछिनलाई फेरि फ्राई चटनीको नि अब आदि उदी तयार भइसकेको छ। अब यो चरीलाई मिक्सरमा पारेर चरर गराउने काम चाहिँ यो सिकारुलाई दिने भन्ने आज कुरो निक्लिसक्यो यहाँ। यो त घट्टे परि भयो त, सिकारु त काट्यो बहुत चिन्ने गाह्रो भयो गाइज। गाइज म फ्रेममा आउँदैछु, तपाईँहरूको धेरै डिमान्ड र मागको पछि एकछिन म क्यामेरामा 2 सेकेन्ड पछि आउँछु। ल रुक्नुहोस्, म आइसकेँ।